लगायत सबैलाई वेलकम छ भन्दै आज हाम्रो सुर्खेत टु मुस्ताङ टुरको डे 3 यात्राको तेस्रो दिन। आज हामी बेनीदेखि रूप्से झरनासम्मको यात्रामा निस्किसकेका छौँ। हजुरहरू सबैले हेरेर साथ दिनु होला है। बेनी हुँदै माथितिर लागिसक्यौँ है। अब यो चाहिँ हो बेनी बजारदेखि माथि र काली गण्डकीको तिरैतिर देखिने काला पहाडहरू। अब छिचोल्दै मिचोल्दै हाम्रो यात्रा चाहिँ कच्ची रोडमा झाँकिँदै म चाहिँ लास्ट सिटमा बसेर यात्रा गरिरहेको छु। म हजुरहरूलाई रमणीय दृश्यहरू देखाउने कोसिस गर्दैछु। यो चाहिँ काली गण्डकी, नाम पनि काली गण्डकी, पानी पनि कालै छ हो गाई, झिउ खारेर आएको हो नि त, जो भयो नि यो छ। अब हेर्दै गरौँ है। बाटो एकदम यो भिडियोमा देखे भन्दा कष्टपूर्ण थियो यात्रा, जे होस्। अब हामी चाहिँ आज यो भिडियोमा हजुरहरूलाई म रूप्से झरनासम्म, म्याग्दीको रूप्से झरनासम्मको यात्रामा लैजानेछु। अहिले हामी चाहिँ म्याग्दी जिल्लामै यात्रा गरिरहेका छौँ। यो बाटो देख्न सक्नुहुन्छ, म्याग्दीबाट मुस्ताङ जाने हाइवे चाहिँ यही हो गाइस है। बाटो अब कति ठाउँमा पिच छ, सहज छ, कति ठाउँमा चट्टान फोडेर बनाएको पनि छ, कति ठाउँमा भर्खर ग्राभेल छ, कति ठाउँमा कच्ची छ। भन्दै अब मैले यहाँ देखाइहालेँ हजुरहरूलाई। यो एकदम प्रसिद्ध भाइरल भ्लगरहरू, धेरै भ्लगरहरूले भिडियो बनाएर हाल्ने ठाउँ हो। यो पहाडलाई कोपेर पहाडको भित्रबाट बाटो है, गाडीहरू चाहिँ यस्तो भित्रबाट देख्न सक्नुहुन्छ। यो पहाडको ट्याक्क कुनामा छेडेर चाहिँ बनाइएको छ। यता बिचमा चाहिँ काली गण्डकी बगिरहेको छ भने यता चाहिँ हामी मुस्ताङतिर प्रस्थान गर्दैछौँ। आयो गाइज, हेर्दै गर्नु होला। म रमणीय ठाउँमा ट्याक्क म भोइस रेकर्ड गरेर आउनेछु। अब हामी यसपछिको यात्रा हामी तातो पानी कुण्डमा पुग्नेछौँ। त्यसपछिको हाम्रो रूप्से झरना है। ल साथीहरू, हामी चाहिँ घन्द्राङ मन्द्राङ गराउँदै गाडीले है पल्थिर झाँक्दा हामी चाहिँ तातो पानी भन्ने स्थानमा चाहिँ पुगेको अवस्था हो। यो चाहिँ प्राकृतिकले नै त्यहाँ चाहिँ तातो पानी आउने। अब त्यहाँ हामी रोकिएनौँ। त्यहाँ चाहिँ अब के थियो है, किम्वदन्ती अनुसार के रोगहरू निको हुने के भन्ने कुरा चाहिँ थियो। हामी चाहिँ खाना नखाएर चाहिँ आइरहेको हुनाले यहाँ चाहिँ खानाहरू अलिक महँगो हुने भयो हुनाले अलिक माथि कता चाहिँ खाना पाउँछ भनेर गुरुजीले भन्नुभयो र हामी चाहिँ त्यसको लागि यहीँमा नपसेरै सरासर यात्रा गऱ्यौँ। यो चाहिँ हो तातो पानी कुण्ड।
अनि यो ठाउँदेखि चाहिँ माथि डाँडापाखातिर अलिअलि हिमालहरू टल्किन थाले गाइज। अनि हामी एक्साइटेड भयौँ र अनि हिमालतिरको चाहिँ दृश्य हेर्दाखेरि हामीलाई तातो पानी खासै हामी फेरि यता जुम्लातिर पनि हेरिरह हुनाले त्यो चाहिँ खासै नौलो लागेन। जस हामी चाहिँ माथि डाँडातिरको हिमालतिर चाहिँ ध्यान केन्द्रित गर्दै अगाडि बढ्यौँ है त गाइज। हेर्दै जानु। अब यसपछिको भिडियोहरू एकदम बवाल छ, सिनहरू छ है, सिनेमेटिक सिनहरू। यो जस्तो तातो पानीको सबभन्दा ठुलो होटल के भन्दै थिएँ म, यो अब यसपछिको चाहिँ सिनेमेटिकहरू, हिमालको भ्यूहरू छ, बाटोको है, सबै छ गाइज। हेरिदिनु होला अन्तिमसम्म धैर्य गरेर, त्यही भन्न चाहन्छु म। अब यता यो ठाउँ चाहिँ महँगो चाहिँ बेसरी महँगो हो है। अब खानाको त कुरै नगरौँ है, यतातिर अब अरू यस्तै हो। जो ठाउँ पनि रमणीय छ, हाम्रो प्रकृतिले दिएको हाम्रो नेपाल स्वर्ग है, स्वर्गको एउटा टुक्रा हो मुस्ताङ पनि। अवश्य अब कतिजना त गएर आइसक्नु भयो होला, अब कतिजना जान नपाउनु भएको चाहिँ मेरो केही क्लिप्सहरू हेरेर इन्जोय लिनु होला भन्न चाहन्छु। ओके गाइज, हेर्दै गर्नु होला है। म चाहिँ सिनेमेटिक सिनहरू हान्दै हिँडिरहेको छु है त। गाइस, त्यो हिमाल देख्न सक्नुहुन्छ, एउटा झरना। हिमाल पनि बवाल देख्छ। बनाउनु पछि हामीलाई पनि सबै राम्रो धकाल्दिनु होला।
गाइज हाम्रो चाहिँ यहाँ खाना हुँदैछ। खाना ठाउँको नाम चाहिँ थाहा छैन यो के हो। यो हाम्रो खाना खाने कार्यक्रम सुरु हुँदैछ। ए चुवाइयो यस्तो बवाल ठाउँ। गाइज हामी चाहिँ खानासाना खाएर अहिले रुप्सेको झरना तरफ पैदल यात्रामा छौँ। हामी चाहिँ त्यो माथि त्यो कालो चुचुरोमा चाहिँ हिउँ परेको छ। तलतिर चाहिँ काली गण्डकी बगिरहेको छ। गाडीहरू कुदिरहेको छन्। गाइज हामी रुप्से झरनामा पुग्न लागिसकेको अवस्था। कोही टोलीहरू तलबाट आउँदैछन् है। भात खाएर हामी ठ्याक्कै खाने बित्तिकै हिँडेको याद परिरहेछ कसैले। भ्यू हेर्न सक्नुहुन्छ तपाईँहरू। आयो आयो गाइज। आयो रुप्सेको झरना। रुप्सेको झरना गाइज फाइनल्ली देख्न सक्नुहुन्छ। बुलेट प्रुफ भनेको यो हाई